नमस्ते। नेपाली साहित्यका वरिष्ठ साहित्यकार कवि दिनेश अधिकारीद्वारा विरचित गाउँमाथि एउटा कविता वाचन गर्न लागिरहेको छु। हामी अहिले श्री अवरेश माध्यमिक विद्यालय कक्षा 10 मा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरू सँगसँगै छौँ। विद्यार्थीहरू तपाईहरु सबैले चाहिँ मैले वाचन गरेको आफ्नो पाठ्यपुस्तकमा हेर्दै जानुहोला। गाउँमाथि एउटा कविता गद्य शैलीमा विरचित छ। सिताम्य कपाल फुलेकी बुढीका धोता दाँतहरू झैं टक्रक्क यता एउटा टुक्रुक्क उता एउटा र यताकता अंगुरका झुप्पाहरूकै भाँतीमा धेरै पराले र थोरै ढुङ्गे छानाको टोपी लगाएर एकै ठाउँमा गुजुमुजिएका केही घरहरू छन्। घरभित्र अन्धविश्वासलाई विश्वास मानेर उग्राइरहेका केही मान्छेहरू छन्। समय जहाँ घडीले हैन कुखुराको भालेले बताउने गर्छ। समय जहाँ घडीले हैन कुखुराको भालेले बताउने गर्छ। परदेश गएकाहरूको कुशल मङ्गल जहाँ अगेनामा नुन पड्काएर अन्दाज गर्न सकिन्छ। विज्ञानको पनि बेग्लै ढङ्ग छ गाउँमा। विज्ञानको पनि बेग्लै ढङ्ग छ गाउँमा र आङमा घाम लाग्ने नलाग्ने कुराको ठेगान बारीको उब्जाउ हेरेर यकिन गर्न सकिन्छ। विज्ञानको पनि बेग्लै ढङ्ग छ गाउँमा र आङमा घाम लाग्ने नलाग्ने कुराको ठेगान बारीको उब्जाउ हेरेर यकिन गर्न सकिन्छ। यो मेरो देशको सुदूर पूर्वको गाउँ। यो मेरो देशको सुदूर पूर्वको गाउँ। यो मेरो देशको सुदूर पश्चिमको गाउँ। छिमेकी अगेनाबाट आगो ओसारेर सुरु हुने यहाँको दिन। गोठमा वस्तु भाउलाई घाँसपात हालेर केटाकेटी हुन्छ। गोठमा घाँसपात हालेर केटाकेटी हुन्छ। खेतमा गोरु नारेर तन्नेरी हुन्छ र बेग्लै मान्छेका ओठहरू भएर दिनभरि फलाकी रहन्छ। दिनभरि हतारी रहन्छ। आज जन्त जानुपर्छ दलबिरेको बिहे छ। आज जन्त जानुपर्छ दलबिरेको बिहे छ। आज कर्म जानुपर्छ घिसिङको छानो छाउनु छ। आज धामी बसाउनु पर्छ हिरेको छोरो सिकिस्त छ। आज माइलीलाई नचाउनु पर्छ भरे जात्रा छ। राम राम जिम्दार बुढाको प्राण गएछ। जहाँको चपरी त्यहीको दुवाली मरेर के लानु छ। एउटै इनार छ सम्पूर्ण गाउँमा र पनि कसैले पानी पिउन नपाएको गुनासो छैन। मेलापात जानुपर्छ काखको नानीलाई मजेत्रोले पिठ्यूमा बाँधेर निस्कन तयार छे जो कुनै पनि आमा। आफ्नै सन्तान पनि भार हुन्छ भन्ने उसलाई कति पनि थाहा छैन। छ भने सबैलाई भकारो सोहोर्ने शैली थाहा छ। अनौ समात्ने तरिका थाहा छ। कोदालो अर्चाप्ने कुरा थाहा छ। बाली लगाउने र भित्र्याउने याम थाहा छ। भाकल चलाउने दिन थाहा छ। कुलो लगाउने पालो थाहा छ। न चुनावले रोक्छ यसलाई पट्यास पट्यास नाङ्लो भएर यो अहिले पनि कनिका निफनी रहेकै छ। प्रिय सम्पादक, फेरि कुन देशको कल्पना गरेर छापिरहनु भएको छ तपाईँ? बम वर्षाका खबरहरू, बालिग मताधिकारका कुराहरू, साहित्यिक आन्दोलनका इतिहासहरू, अन्तरिक्ष यानका गतिविधिहरू। तपाईले गर्व गर्ने सगरमाथालाई काँधमा बोकेर उभिएको यो गाउँ। तपाईले गर्व गर्ने सगरमाथालाई काँधमा बोकेर उभिएको यो गाउँ। तपाईलाई नागरिकताको प्रमाणपत्र बाँड्ने देशको जन्मदाता यो गाउँ। अहिले पनि यो ढिकिच्याउ ढिकिच्याउ, अहिले पनि यो ढिकिच्याउ ढिकिच्याउ एउटा खुट्टो उचालेर ढिकीमा उभिरहेकै छ। घुर्र घुर्र अहिले पनि यो घुर्र घुर्र अहिले पनि यो जातामा टाउको अड्याएर निदाइरहेकैहरूलाई के गर्नु? चुनावका घोषणा पत्रहरू सिङ्गान पुस्ने कागज भन्दा बढी कामयाब हुन सक्दैन यो यिनीहरूलाई। के पढ्नु अन्तरिक्ष यानका गतिविधिहरू? दन्ते कथाकै सिलसिला जोड्नुभन्दा बढी केही अर्थ छैन यसको यिनीहरूलाई। के पढ्नु अन्तरिक्ष यानका गतिविधिहरू? दन्ते कथाकै सिलसिला जोड्नुभन्दा बढी केही अर्थ छैन यसको यिनीहरूलाई। धन्यवाद।